गाइस सर यहाँ गेम सुरु भइसक्यो वेलकम ब्याक टु माई युट्युब च्यानल अनि तपाईहरु सबैलाई वेलकम छ मेरो यो नयाँ ब्लगमा चाहिँ टक्क लाएर हैन आज हाम्रो के रे कति हो असार 15 टक्क लाएर मेरो ब्लगको चाहिँ स्टार्ट भइसकेको छ अनि हामी जाँदैछौँ खेततिर किनभने आज चाहिँ हाम्रो स्कुलमा प्रोग्राम छ पढाइ त 1 पिरियड मात्र भयो टक्क लाएर कार्यक्रमहरु चाहिँ घरि त छोड्ने अनि भालो छोप्ने र के रे रुखु टान्ने हो टक्क लाएर केटाहरु चाहिँ अगाडि हिँड्दै अनि रिसाको पनि छ है किनभने चाहिँ टक्क लाएर अब हुन त स्पोर्ट ड्रेस लगाएर आउनु भन्थ्यो नि तर हामी चाहिँ रुल्स अनुसार चाहिँ ड्रेस छ नि त आज अनि टक्क लाएर ड्रेस लगाएर आएको अब यो ड्रेसमा खेल्न मिल्दैन अनि त्यही भएर स्कुलमा जर्सी माग्न गएको पुरा कचपाई गरेँ क्या है दिन पनि लास्टै लोक गरेँ के अरे नदिने तेरो केटाहरू रिसाहा अब राष्ट्रपट्टिमा देखिन्छ हामीले राष्ट्रपट्टि गइने यताउति बनाए होइन हुन नि हो होइन जब त्यही दिन पनि पुरा के अरे खाइदिए जस्तो गर्ने क्या त्यही भएर अब ठिकै छ हामी खेलिन्न हामी पार्टिसिपेट नि भइन्न बाहिर हेर्ने लफडा भयो हुन्छ बरु हामी पार्टिसिपेट भइन्न ल टक्क लगाएर हामी चाहिँ जाँदैछौँ हेर्दै गर्नु होला उयो गएर देखाउँछु म कार्यक्रम चाहिँ भइरहेको यहाँ होइन हामी भर्खर अब यहाँ चाहिँ खै के गर्नु लान हामी चाहिँ केटा होइन के बाँसहरू गाउनु लान क्या त्यहाँ जोटाइ पनि हुँदै है टक्क लगाएर हामी चाहिँ यहाँ बस्दैछौँ पार्टिसिपेट नगर्ने भनेको किनभने हामीसँग युनिफर्म छैन ड्रेसमा खेल्ने कुरा भएन टक्क लगाएर नि यहाँ हुँदै फिल्ड तयार एकदम मौसम चाहिँ दामी गरेर है बिहान पानी आएको भयो भने है एकदम मजा आउँदैछ यहाँ चाहिँ रमाइलो है टक्क लगाएर मजा छ मजा टक्क लगाएर हेर्दैछु हेर्दै गर्नु होला अहिले कार्यक्रम हुने बेला देखाउँछु म कार्यक्रम सुरु हुनु ला यहाँ चाहिँ के अरे पुरा त्यो भाले उस गर्नु लानुभयो केटाहरूले होइन गान लान जोताइ पनि हुँदैछ यहाँ फेरि अहिले धान पनि रोप्नु छ त्यहाँ चाहिँ बहिनीहरूले टक्क लगाएर धानको बिउ उखाल्दैछ एउटा चाहिँ अरू यता बसिरहन् हामी चाहिँ यहाँ मिज्जु मिज्जु हमें इनको नाम नहीं गगनपुन हो मेरो नाम गगनपुन है दुईटा गगनपुन बसिरह केटाहरू उहाँ छ एकदम आनन्द छ है ल जिन्दगी चाहिँ ल त्यो भाले है यो चाहिँ एकदम त्यो के अरे स्कुलमा कुखुरा पालेको छ अन्डा कहानी त्यो एकदम 2 वर्ष पुरानो उस भाले है यो चाहिँ के गर्ने अब यस्तै छ जिन्दगी बहिनीहरूले त त्यो धानको बिउ निकाल्दैछन् यही फिल्डमा हामी अहिले खेल्ने चाहिँ हेर्नु होला टक्क लाएर होइन मजा आउनेवाला छ हेर्दै गर्नु छ गाइस टक्क लाएर हुँदैछ है कार्यक्रम चाहिँ होइन यता अनि यता हाम्रो बहिनीहरू चाहिँ यता उहाँ 2जना उहाँ बसिरहन् यिनीहरूको चाहिँ छुट्टै ग्रुप रे यिनीहरूलाई इन्ट्रेस्ट नै छैन क्या यहाँ यसमा चाहिँ केही इन्ट्रेस्ट नभएर उहाँ तारा बसिरहन् 2जना अरू चाहिँ यता खान माथि टक्क लाएर हुँदैछ कार्यक्रम चाहिँ एकदम रमाइलो हुनेवाला सही सक्की क्वालिटीमा चाहिँ मैले अस्ति भनेको थिएँ असार 15 चाहिँ म भिडियो बनाउँछु भनेर टक्क लाएर आज चाहिँ असार 15 टक्क लाएर यता चाहिँ अरू खेत चाहिँ रोपिसकेको छ है हाम्रो फिल्ड चाहिँ होइन यो स्कुलको फिल्ड होइन पोहोर चाहिँ हाम्रो आफ्नै फिल्ड थियो अहिले चाहिँ यो स्कुलको फिल्ड होइन बट यो अरूको फिल्ड हो अनि त्यही पनि अरूको फिल्ड भने एउटा फिल्डमा चाहिँ टक्क लाएर उस गर्ने भनेर चाहिँ छ यो फिल्ड अरू फिल्ड चाहिँ पुरा रोपेको छ ल बहिनीहरू पुरा त्यहाँ बसिरहन् मौसम यस्तै छ ल यता हाम्रो शिशिर भाइ पुरा जोसमा हामी खट्टा निन्छ ल म चाहिँ ड्रेसमै छु यहाँ जर्सी लाएन ल टक्क लाएर केटाहरूलाई त्यहाँ गाड्दैछन् बाँसजी पनि भयो होइन प्रोपर तरिकाले हेर्दै गर्नु है म देखाउँदै गर्छु कार्यक्रम सुरु भइसकेको छ भनौँ होइन अब चाहिँ त्यहाँ पार्टिसिपेट गर्दैछन् नाम दर्ता गर्दै भाइहरू यहाँ त्यहाँ चाहिँ सोध्दैछ राम्रो छ सानो केटाहरू बहुत ड्रेस फेरि आइछ मलाई भनेन सालेहरूले अब के गर्ने होइन यस्तै छ बिजोक टक्क लाएर त्यहाँ चाहिँ केटाहरू ल पुरा बसिरहन् यिनीहरू बहिनीहरू यहाँ गर्ने यहाँ ल हेर्दै गर्ने म अहिले भिडियो देखाउँछु सबै साँच्ची हेर्नु पर्दा सके जस्तो मान्छे म त यो रुम त सुरु भइसक्यो यहाँ बाँसो चढेर भर चाहिँ सिङ्गल हो अहिले चाहिँ ग्रुपमा हुनसक्छ यो सिङ्गल नसकेन नानी केटाहरूले हाम्रो कक्षाको लोकेन र चढ्दैन सुरुमा चाहिँ टक्क लाएर लोकेले प्रगति गर्छ अरे क्या लोके सकेनस् भाइ भयो छाड्दै
लोकल सकेन यहाँ एउटा चाहिँ छ नै केटा टर्न नै उसमा नेक्स्ट बादल बादल पनि सक्यो काम चिप्लो ग्रुप वाइज स्टेजमा चाहिँ हामी फर्स्टमा खेल्नुपर्छ है कटाको हुँदैछ है कार्यक्रमले टक्क लाएर म यिनले नै हापे है अब नेक्स्ट यसले नि हापे त चढ्नै चढेन यार आएर दुईजना पुग्दैन नि सर हुन्छ त 3 जना हुनुपर्छ 3 जना गर्नुपर्छ सर 2 जना त छोटा हुन्छन् नि 2 जना गरे 2 जना गरे चाहिँ कार्यक्रमलाई टक्क लाएर अब 2 जनाको हुने भनेको छ टक्क लाएर हेर्दै गर्नु ल गाइस सर यहाँ गेम सुरु भइसक्यो ल गाइजहरू यहाँ चाहिँ रमाइलो हुँदैछ भलक बनाइदियो हुँदै तेल लगाने प्रोग्राम भइरहेछ यहाँ चाहिँ अया ल सिनियर चाहिँ अब अर्को ग्रुप सुरु भयो एकदम टाइम मिलायो आर्यन र मदन बाटो भएको अग्लो अग्लो हेऱ्यो भने त्यस्तै गगनले अरू ढुङ्गामारी चाहिँ गगन ढुङ्गामारी देख्छ सकेन न है यिनीहरूले पनि त्यो धनमाया चाहिँ हामीसँग आनलाई कि अनि हाम्रो दाजुहरू चाहिँ यहाँ बस्नुभएको छ जे होस् रमाइलो छ है
यहाँ केटाहरूको चाहिँ पाप रहेछ है पाप यो हिल ल्याएको अन्त त्यही भएर अलि पोलिरहन्छु अरे विजेता टिम है विजेता फर्स्ट भयो भन न डाइनोसर कसरी करान्छ अरे यस्तो यस्तो हात राइट हान बारम्बार भनिरहेको छु आज हामीले कार्यक्रमहरू पनि आयोजना गरिरहेका छौँ अहिले हाम्रो पहिलो कार्यक्रमको रूपमा भाले तान्ने कार्यक्रम समापन भएको छ यस भाले तान्ने कार्यक्रममा प्रथम हुन सफल कक्षा 12बाट लोकेन्द्र छन्त्याल र बादल शर्मा भाइलाई दिएर र विशेष पुरस्कार भाले प्रदान गर्न निम्ति कृषि कोअर्डिनेटर विभिन्न अधिकारी सरलाई अनुरोध दिदी 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 के गर्छौ धानको जमरालाई दै परक टक्कलार कार्यक्रम हुँदैछ अघि देख्नुभयो होला अघि चाहिँ मैले भिडियो बनाउनु पाएन नि यहाँ चाहिँ बनेर बनाइदिएको थिएँ पर चाहिँ मैले बनाएर हेर्नु नि मेरो अरूकति खाना थाल्यो त्यही पनि मजा रमाइलो चाहिँ भयो हेर्दै गर्नु होला अब लुठो प्रतियोगिता हुँदैछ देखाउने गर्छु म बहिनीले भिडियो गरिदिन्छु टेस्ट हुँदैछ कार्यक्रम चाहिँ टेस्ट हो यो चाहिँ हेर्नु होला ल टक्कलार One. सिटी बजाउँदा यिनीहरुले चाहिँ उठाउँछन् अर्को सिटी लामो बजेन बरु तान्न सुरु गर्ने तर झ्याप्प तान्दिन्छ यिनीहरुले 1 2 3 go ल सुरु भयो ल टक्कला दम भरे चाहिँ कम्पिटिसन केटाहरू सुते छन् पुरा उठा केटाहरू सलट्टै सुत्दैछ
तान तान अरे हेर्दै गर्ने टक्कर फेरि गेम चाहिँ हुँदैछ के गर्नु कहिले दावेदार छ नि केटा दावेदार 2-3 यहाँ छ पोइन्ट चाहिँ अलि पछि आऊ न सुरु भयो त बाबु त डोरीमा आइसकेछ केटाको धेरै टानिसकेको छ है केटाले लगे केटा लगे 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 एकचोटि टाढे केटा केटाको जिते ल केटा केटा चाहिँ हार्यो हेर्दै गर्ने ल म बनाउँदै गर्छु
टाउको फुटालिदिने हो मान्छेले बस बस सिधा खाना हो न कता फुट्ने हो भएन भएन ल ल कहाँ भएन भएन यस्तो बौला असार 15 मा यस्तो रमाइलो चाहिँ गरियो के हामीले मासुको पनि कुनै रमाइलो हुन्छ मैले चाहिँ त्यस्तो गरेको त्यही भएर म त्यस्तो खेल्न चाहेन आम्बाला खुट्टा म त्यसो भागेर रहेन बालिका तिमीहरु माथि गर न बरु नसिक्नु भए तिमी त लिएर आउनु दुई जग्गा ओइ केटा म फाइनली नुहाउन गए गाह्रो हुन्छ नमान समस्या मान्ने बिचमा समस्या मान्ने पर्छ हैन एफआई भन्ने रे कस्टम मान्ने कस्टम एफआई भन्ने चिकन डिनर हान्ने क्या पब्जीले त्यसले मलाई जाऊ सोपेस
टक्क लाएर मैले स्कुलमा भिडियो बनाउँथेँ होइन त्यसपछि चाहिँ मेरो मोबाइलको चार्जै सकियो किनभने चार्ज धेरै थिएन अनि चार्ज चाहिँ सकियो टक्क लाएर त्यही भएर भिडियो बनाउनु पाएन त्यसको लागि सरी गाइज भिडियो त अरूले बनाएको भिडियो चाहिँ जोडेको छु त्यही पनि हेरिदिनु होला राम्रोसँग फुलमा चाहिँ होइन त्यही माथि हेरिदिएकोमा थ्याङ्क यू सो मच गाइज हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ बाई बाई